भन्ने बेलामा त हामी भन्छौँ म त हिन्दू हो, म त व्रत बस्छु, म त भगवानको पूजा गर्छु, म त भगवानको सेवा गर्छु, म त धर्म गर्छु। कस्तो किसिमको धर्म गर्छौँ हामी? जबकि मासु छुटेको छैन। कुनै पनि चाडबाड आउनुपर्छ, त्यो मासु नल्याइकन चाडबाड मानिँदैन। कस्तो किसिमको पूजा गर्छौँ हामी? कस्तो किसिमको व्रत बस्छौँ? कुन भगवानलाई खुसी बनाउँछौँ त्यो मासु ल्याएर मासु खाएर? एउटा मानिस मर्यो भने मलामी जाँदा घरमा आउँदा सबै लुगाहरू धुनुपर्छ, नुहाउनुपर्छ, पवित्र बन्नुपर्छ भने त्यो मरेको लासलाई छोएपछि पवित्र बन्नु पर्दैन? अनि त्यो मरेको लासलाई खाएपछि शरीर पवित्र हुन्छ? भगवान मन्दिरमा मात्र होइन, भगवान मनको मन्दिरमा पनि बस्नुहुन्छ। मनमा पनि मन्दिर छ। यो मनको मन्दिरलाई पनि सफा बनाउनुपर्छ। यति कुरा हामीले जान्नुपर्छ कि खानपान शुद्ध हुनुपर्छ, पवित्र हुनुपर्छ। कसैलाई मारेर, कसैलाई दुःख दिएर आफ्नो यो 2 उमाल जिब्रोको स्वादको लागि खाने होइन। त्यतातिर पनि हामीले विचार गर्नुपर्छ। त्यसैले मानव बनौँ, दानव नबनौँ। राधे राधे।